बालेन शाहप्रति सुनिता डंगोलको कटास, स्टन्ट गरेर देश बन्दैन। काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले मेयर बालेन शाहप्रति कटास गरेकी छन्। उनले बालेनलाई लक्षित गर्दै सामाजिक सञ्जालमा देखावट स्टन्ट गरेर राष्ट्र निर्माण नहुने बताएकी छन्। एमालेको युथ सेलिब्रेसन कार्यक्रममा बोल्दै उनले इमानदार काम नै देश विकासको मुख्य आधार भएको प्रश्न पारिन्। डंगोलले काठमाडौँका मेयर शाहलाई लक्षित गर्दै भनिन्, अहिले हामी देख्छौं धेरै जनाले स्टन्ट गर्नुहुन्छ, बोल्नुहुन्छ, पपुलर बन्नुहुन्छ। पपुलिस्ट भएर नै देश बन्छ जस्तो पनि लाग्छ, अरूलाई गाली गरेर नै देश बन्छ जस्तो पनि लाग्छ। तर स्टन्ट गरेर देश बन्दैन। देश बनाउने हो भने काममा इमानदारिता हुनुपर्छ। त्यसैले हामी स्टन्ट गर्ने युवा हैनौं, काम गर्ने युवा बनौं। हामी अराजक युवा हैनौं। उनले पछिल्लो समय आफू सामाजिक सञ्जालमा विभिन्न आरोपहरूको शिकार हुनुको कारण पनि स्पष्ट पारिन्। मैले गरेको काम देश र शहरभित्र मात्रै होइन, अन्तर्राष्ट्रिय रूपमा पनि काठमाडौँमा गरेको राम्रो कामको अनुभव स्टन्टको लागि निमन्त्रण गर्नुभयो। संसारका विभिन्न ठाउँमा गएर आफूले गरेको काम र अनुभव साट्ने र सिक्ने यात्रालाई पनि सँगसँगै लगिरहे। त्यसैले पनि धेरैलाई पोल्यो ती व्यक्तिहरू राष्ट्र विरोधी हुन्। अहिले पनि ती तत्त्वहरू सलबलाइरहेका छन्, उनले भनिन्। प्रधानमन्त्री केपी ओलीको प्रसङ्ग उल्लेख गर्दै उनले राष्ट्रवादी सोच र विकासमुखी कामले नै ओलीलाई पनि आलोचना र आक्रमणको सामना गर्नु परेको बताइन्।